कालोले नै लैको बिहे गर भन्ने केटी नखोज्ने होइन त्यसै हुन्छ नि भिडियो फोटो बनाउन हेर्नु कति भागी छ आफू जस्तो राम्रो बनाए कि त्यो दुईटा धेरै पछि सानीहरू मलाई धनगढी लग्दै हुनुहुन्छ आमा धनगढी गएपछि के गर्छन् त्यो सबै दिगाउँछु यो ब्लगमा चल सानीहरू फाइनली हामी धनगढी पुगिसकेका छौँ अहिले हामी जाँदैछौँ राइनो होटेल आज ब्याड लक छ कि राइनोमा खाना खाने भनेर बाबुरोमा आयो होइन राइनो नै बन्द छ होटेल राइनोमा यति राम्रो फुड छ भनेर आज थाहा पाएर आएका थियौँ तर धोका दिदियो होटेल राइनोले गाइस ओके बात हो तिमी राइनो होटल हो अब यसपछि हामी कहाँ जाने तपाईँ भन त हामी कहाँ जाने खाना खानु पर्यो नि त खाना खानको लागि भाट भटेनी त्यहाँतिर एउटा अर्को बिल्डिङतिर पाइन्छ त यम अहिले चाहिँ हामी यसो धनगढी बजारमा छौँ अब चाहिँ हामी खै यसो हट्छौँ अर्को लोकेसनमा खाना खान्छौँ गाइस दुईटा राइनो होटल बन्द थियो त्यसैले हामीले अहिले आइसकेको टिमुर रेस्टुरेन्टतिर हेर्न सक्नुहुन्छ हाम्रो राजा साहब यसरी खाँदै हुनुहुन्छ अब खाना आइसकेको छ यहाँ स्पेसल के हो लोकल के अरे टिमुरको स्पेसल के हुन्छ टिमुरको अचार होइन बिहान त टिमुर हो नि त हामी टिमुर रेस्टुरेन्ट हुनु सकेपछि बिहान साउन्ड कम गरेर भन्नुहोस् त अनि त्यसपछि कुखुरा नै हो लोकल कुखुरामा टिमुरको झोल हो टिमुर मिक्स गरेर त सबै मिक्स हुन्छ हो हाम्रो खानामा त स्पेसल केही पाउँदैन कस्तो छ एक नम्बर गाइस कति भयो सर हाम्रो 850 क्युआर गरे ल धन्यवाद मुक्त खानाको लागि अहिले चाहिँ हामी आमाकोमा जाँदैछौँ र आमाको लागि थोरै केही फ्रुट्स लगेर जाउँ भनेर यहाँ आएका छौँ है हामी चाहिँ फाइनल्ली आमाको यहाँ पुगिसकेका छौँ यहाँ यस्तो छ थोरै टाल छ छेउमा आमा बस्ने उतै हुनुहुन्छ पुरा खोला किन चाहिँ आयो हो र त्यसो हो होइन होला आमा होइन होला रोक रोक आमा त भाग्यमानी आमा ठिकै छौँ चेलालाई भाग्यमानी विद्यमान भया आयुष्मान भया ठुला धनमान हाकिम भया अनि आमा बजी खाइ ठिक छ बजी भित्र आउँ जानु मिल्छ भाग्यमानी ठुलाले के भन्दा ठुलो कति हुनु बजे अरू भए भाग्यमानी ठुलो के छ अचेल अलिक स्वास्थ्यलाई आराम छ नि बजे खाना के खाने हो मेरो पछिको आयु त भ्याङ्ग छ नि मर्यादिन आया होइन कि होइन त ल हेर त मेरो पछिको आयु कति छ भन्ने कुरा कस्तो चल्छ भन्दा त्यही दिनको हालत तपाईँलाई थाहा छ है त 5-6 दिन त्यही फर्केर आउनु कालोले नै लैको त्यो तम्रो भाग्य बलियो हुनु हो कि नै नै कामानी पङ्खालाउ अहिले नै 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 अनि अरू स्वास्थ्य सब ठिक छ नि अहिले हिँड्न सक्थ्यो नि अहिले पर मौरीबाट 8-10 दिनमा आयो अहिले पुग्यो अब घुम्न सुरु भइसक्यो मौरीबाट 10 दिन बस्नुभयो तपाईँ मौरीबाट ए हजुर
हात धुनु जाबुनी घर धुनु जाबुनी एक तो हिँडेर चारमा गरिया भएका त उहाँ न त आमा बाता बुन्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ भन्नु भन्नु बाता बनाउँदैछौँ चेला बाता कति बनाउँदै हो खासमा बनाउनु पर्ने जति सक्यो बनाइ लाग्छ कसैको लाग साग बनाउने जिम्मा छ लाखै हो कसको यहीकै भन्ने केही छैन काटी राख्यो जन्ने भाल्यो ढोका र बजीलाई लागौँ अब त्यो पिलो आमा यो खै अहिले त आउनु ढोक गर्नु जाउँ अब बाँचेर भाग्यमानी भए आयुष्मान भए धनमान भए अरू के छ भने है बाबु अरू के छ अरू त्यति हो त्यति हो ल जा ल बाई बाई जान्ने जाने आयो भन्नु भेट्न आएको त हुने भेटिहाले त फेरि आउँछु बाई अहिलेलाई ल ल बाई हामी अहिले मामा घर जाँदैछौँ सुरुमा आमा बाबा आइसकेको छु हामी जङ्गलको बाटो हुँदा अगाडि बढिरहेको छौँ बाटो पुरै अप्रोड छ फाइनली हामी आदित्य अङ्कलको घर पुगिसकेका छौँ हेर्न सक्नुहुन्छ अब हामी गेट ओपन गरेर भित्र जान्छौँ तपाईँ जानु म सरप्राइज गर्नुको लागि है हेलो 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 यता चाहिँ ढोका लक छ हेलो 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 यहाँ आइसु के छ खै भाग्यमानी आइसु के छ के छैन किन नभएको ल तँलाई माया गर्दैछु कता जाउँ हजुर उता जानु भने कता जाउँ हजुरलाई मैले मेसेजमै भनेको थिएँ बोल्दैन भनेर कता जाउँ रिसाएको मेरो बाबु मेरो बाबु हजुर रिसाएको उता जानु मेरो बाबु रिसाएको हेर त उठाएन मैले म बाहिर थिएँ नि त यार मेरो बाबु कस्तो ज्ञानी बच्चा बन्द भइसक्यो कि उठ्न मेरो बाबु कति ज्ञानी बाबु कस्तो डाका छ होइन बन्द भइसक्यो नभने आलुको गाला पर्ने बन्द भइसक्यो बन्द भइहाल्यो त्यो के छ अनि आलु खान्छै होइसिन्छ नाम खै भइसक्यो कि के छ कपाल पनि यत्रो छ काट्नु छैन कपाल के छैन भाइजू भाग्यान भयो बाबु आराम होइसिन्छ ठिक छ कति लाग्यो भर्खरै सुत्नु आएको थियो हजुर सुतिराखेको सब लान्छ म त यो कोठा हेरेको यसो तालचा लगाउनु भएको छ घरभित्र मान्छे यत्रो तालचा लगाएर बस्नु के सोनिया हाउ आर यु आई एम फाइन ए डनहरू हजुर हजुर दादा हजुर के गरे ब्याग चाहिँ ल्याउँ त भाग्यान भन्छ भाग्यान सन्चै के छ हजुर बस बढिया हाई आज हाम्रो भान्जासँग भेट भयो के रे नाम सिरिज के छ सिरिज ठिक छ हेरे पनि अस्तिसम्म त गोरी जस्तो लाग्थ्यो कति काली लाग्यो मेरा मुखमा जन्ला छाड केही न केहीको उठाए है मुखमा जन्ला छाड
ब्याउले देखाउनु भने मेरो क्यामेरा तपाईँ के होइन नै बुहारी खोज्छु केटी खोज्छु भन्ने होइन तपाईँले बुहारीलाई देखाउने है देखाउनु पर्ने बुहारी चाहिँ कहाँ थिइन् भन्नु त त्यहीँ गएर म भिडियो देखेँ द हिँड लैजाऊ हिँड जायौँ क्या जाउँ जाउँ मेरो भाउजू होइन चेलो तपाईँ चिने भयो जङ्गल भेट्यो के भन्नुपर्ने बुहारीले खोजिदियो भने त जाऊ त भान्जली जाऊ वर्ष पढेको खोजिदियो चेलो चेलो त्यसले पनि त काम गरिदियो भने हो फोटो हेरिहालौँ जाउँ जाउँ फोटो हेरिहालौँ मङ्सिरको महिना बिहे गर्छौँ अनि जाऊ मङ्सिरमा झ्याइकुटी हुने भयो जाऊ बारीहरू चिन्ता गरेर जाऊ खोजेर बाइकका पछाडि बस्छ खोजेर आऊ मान्छेहरूले शुभ समाचार सुन्नु पऱ्यो समाचार सुन्नु पऱ्यो हामीले मङ्सिरका महिना अब बिहा हुने भयो लोटाइया हेरे त क्या हो नि जाउँ आइबेडी नि खोइ गानी छुट्टाइ आउनु हो जाउँ त हिँड्नु आन्टी कहाँनिर गर्छौँ जाउँ उठ्नु न बिहे गर भन्ने केटी नबज्ने होइन त्यसै हुन्छ नि अनि हो कि यहाँहरू नबज्ने नबज्ने त्यसो भयो आन्टी नबज्ने अब बिहे गर्दा भन्नु मेरो अगाडि अब बिहे गर भन्ने क्वेसन चाहिँ नसुन्नु मैले बिहार भने अन्य न तर नभन्ने तँ क्वेसन चाहिँ सुन्नु मैले सुन्नु भएन क्या भाइ 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 Well done. बाई बाई ल बाई 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 अब अब केटी खोज्नु त्यसपछि आउँलामा हेर्नु बाई हाई गाइस केला दी गया भान्जले अब तौरो पनि छ यहाँ ल बाई बाई म लाग्यो अहिले अब चाहिँ हामी मामा घरबाट निस्किसकेका छौँ आन्टी र माइजूलाई पनि भेट चाहिँ भइसकेको छ 4000 भन्दा बढी अब यसपछि म पुष्पलाई भेटेर त्यसपछि दाइकोमा जानेछु हृदयबाट भाग्यमानी कस्तो हजुर पनि केटो कहिले बढ्ने भएन त उत्रै भइ त झन् सानी भयो भाग्यमानी झन् सानी भइ त पुष्पा त पुष्पा उतै सानी भयो कि यो झन् त्यसको 2 गुणा तिम्रो गेम खाइरहेको थियो क्या माथि हो कहिले बोल्यो चेन्ज टोटली चेन्ज छ त यो पुष्पा यो गायत्री 2 जना बोसहरू बस सानी मस्त कस्तो के मन नदेखाउन के खाइरहेको थिइस् माथि भन्दा एक्लै एक्लै पिरो पिरो भएर हेर्न मोटा कि चेस्ट पुष्पा मोटा साच्चै अलिअलि मोटा जस्तो लागेन यो कस्तो के उस्ती छ तिम्रो खाएर चाहिँ के आएको भयो त्यो भन्नु मलाई टुपी करेन्ट हो त्यो कुरा भिडियोमा भन्नु हुँदैन चुप लाग के छ अनि म त फाइनल्ली आन्टीको घर पुगिसकेको छु गायत्री र पुष्पलाई पनि भेटिसकेको छु त्यसपछि अब केटीहरूसँग गफ हान्छु एकछिन त्यसपछि निस्किन्छु मोबाइल देखेपछि यो हेर्न सक्नुहुन्छ तपाईँले भ्लगमा अघि देख्नु अघि कस्ती थिए भिडियो फोटो बनाउन हेर्नु कस्ती बाँकी छ
यति रहर लाग्छ केटीहरूलाई मोबाइल देख्नु हुँदैन कहाँ बनाउने चाहिँ त्यही बना गर्मी त लास्टै छ यार कति राम्रो भाइ कि त मेकअप दलेर काली न काली त्यो हेर्छ मेकअप सेकअप दलेर म यसको फोटोमा भिडियो गरिदिन्छु है किन बन्द गरौँ म बन्द गर्दिनँ अब हामी यहाँदेखि लाग्छौँ भाइ भाग्य बानी राम्रो गर राम्रो पढ चाँडै भेट हुन्छ हाम्रो है बाई बाई हामी चाहिँ यहाँ ठुलाइको घर जाँदैछौँ यहाँ अगाडि चाहिँ ठुलाइको घर छ अझै फाइनल्ली दाइकोमा पुगिसकेको छु अझैसम्म कम्प्लिटै भएको छैन हेलो 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 बेल बजाउनु छैन ओहो मालिक साहब उता पो हुनुहुन्थ्यो मालिक साहब उता पो हुनुहुन्थ्यो मैले देखाएको थिएन मैले स्टिलमा बस्ने भाउजूकी पनि सोधेको थिएँ फेरि हेरेँ के छ नि ठिक छ आफ्नो सब ठिक छ भाउजू ठिक छ भन्नु हो त ठिक छ दाँत चाहिँ मुसाले खायो हो यहाँ खा छैन गया गरे दादा खै दादा म दादा हो म दादा हो गया आठ हो दादा दादा चिकु के छ ठिक छ कहिले आयो अब कहिले हो तिहार पछि नै हो घुमौँ खै दाइ कहिले जानुभयो दाइ त कहिले गयो 2-3 दिन भयो अहिले केही नबनाउनु सुनिस् त सही पहिला सुन्नु न म खाने गरी फेरि आउँछु के किन जिस्दै गर्नुहुन्छ छोरी नभन नै 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 फेरि आउँछु नि त अनि भोलि आउला भन्ने जसो उसलाई घर आफ्नो घर कि सधैँ पुऱ्याइ भन्नुहुन्छ म आफू जस्तो राम्रो बनाएँ कि कस्तो टुटेको माडा हो राम्रो बनाउँछु के मेरो छोरीले बनाएको मिठो खानेकुरा माडामा खाँदैछु छाएँ घरमा अर्ग्यानिक छाएँ घरमा पालेको गाईको मिठो छ हजुर छोरीले बिएससी नर्सिङ पढेर माडा पकाउन खाना पकाउन मजाको सिकाए मिठो छ ल बाई छोरी बाई 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 ल लाग्यो ल म भाइ लाग्यो म अहिले भाइ चाँडै भेट होला अब आउँछु म मिलाएर राम्रो लाग्यो खुसी लाग्यो भाइ अब चाहिँ हामी खाना खाने गरी आयो फुलदाईको घरमा भाउजू र छोरीलाई भेटेर निस्किँदैछौँ हजुर खाना खाने गरी आयो हस् भने हस् अझै हामी यहाँदेखि निस्क्यौँ हामी पुगिसकेको बाटबाटै नि हेर्न सक्नुहुन्छ बाहिरबाट हामी जाँदैछौँ र फेरि कहिलेदेखि जान मन थियो आइज त बाबुको सपिङको लागि 30 गते बर्थडे छ त्यसको सपिङको लागि र भाटभोटिनी यो जेनजीको आन्दोलनमा हेर्न सक्नुहुन्छ भाटभोटिनीको अवस्था चाहिँ यस्तो भएको थियो त्यस्तो भएर पनि सेवा सुचारू गरिसकेको छ तपाईँले उतापट्टिको मेन भवनमा पनि देख्न सक्नुहुन्छ यहाँ पनि जेनजीको आन्दोलनमा तोडफोड भएको थियो र यहाँ त्यस्तो हालत भएको थियो हेर्न सक्नुहुन्छ जेनजीले चाहिँ ध्वस्त बनाएको रहेछ हाम्रो हिरो चाहिँ रेडी हुँदै हुनुहुन्छ उहाँको कस्तो देखियो म देखाउँछु तपाईँलाई हेर्न सक्नुहुन्छ उसलाई उता जानु ठिक छ भगल हो ए फाइनल हो मन परेको थियो कि नै उता पर्छ ए फाइनल कतिको सपिङ भयो अरे मैले 4707 को सपिङ भइसकेको छ केटोको 407 तल ग्राउन्ड फ्लोरमा हो
जाउँ अब तल हजुरको पनि तलै हो अब चाहिँ हामी तल निस्किन्छौँ बिस्तारै बिस्तारै बेबी बेबी त्यो त थाहा हुन्छ जति गर्छु अब यतिको त म के गर्छु त यार के निस्क्यौँ है अब हामी चाहिँ होइन 349 एउटाको भयो क्यान्सरतिर फिर्ता हुन्छ जस्तो है सामान विचार गर्नु गाइस ताले भन्नुभएको 600 भन्दा पनि भयो फिर्ता हुन्छ है सामान विचार गर्नु च्यालेन्ज हो च्यालेन्ज खै गाइस यो हाउ मच कति पुग्यो यति नै डेट 723 भयो 100 रुपैयाँ बढी चल्छ गाइस चल्छ चल्छ ल ल ठिक छ फाइनली बाबुले यतिको सपिङ गरेछ त्यत्रो घटाएर बाबुले भाटभटिनमा पैसा चुना लगायो कति चुना लगायो तिमीले मेरो थाहा छैन र पैसा चुना लागिसकेपछि अब घर जानुको विकल्प छैन रुँदै जानुपर्ने अवस्था त लगभग 6000 रुपियाँ चुना लगाइदियो बाबुले है साँझ पक्क हामी चाहिँ फर्किसकेका छौँ लगभग घर पुग्दैछौँ यहाँ देख्न सक्नुहुन्छ मेरो बाबा र डेन हेलो डेनी हामी चाहिँ अहिले घर पुगिसकेका छौँ हामीले आज कहाँ कहाँ के गर्यौँ तपाईँहरूले भ्लगमा देख्न सक्नुभयो होला हेर्नुभयो होला यदि हाम्रो यो भ्लग मन परेमा के गर्नुपर्छ लाइक एन्ड सब्स्क्राइब बटनले आफ्नो मोबाइल फुट्ने त्यसै दबाइदिनु होला गाइस ल भिडियो पुरै हेरिदिनु होला र हेरिदिनु भएकोमा थ्याङ्क यू र मेरा प्रत्येक भिडियोहरू हेरेर माया गरिदिनु होला किप सपोर्टिङ किप लभिङ